हेलो साथीहो, सम्पूर्ण मेरो फेसबुक फ्यामिलीलाई राधे राधे नमस्कार जनाउँदै आज चाहिँ म हजुरहरूलाई यो एउटा सानो भिडियो एउटा लिएर आएकी छु। र यो भिडियो चाहिँ कहाँको हो भन्नुहुन्छ भने यो चाहिँ एउटा गुवाहाटीमा जो उजान बजार भन्ने जग्गामा एउटा राम्रो नयाँ पार्क खोलेको छ। करोड रुपियाँ खर्च गरेर सरकारले चाहिँ राम्रो पार्क खोलेको छ। सबैले मनोरञ्जन गरून्, आफ्नो टाइम पास गरून्। सिटीका मान्छे कहाँ जानु र होइन घुम्नको लागि भन्दा अब नानीहरूलाई छुट्टीको दिन चाहिँ लिएर जानुपर्छ भनेर यो चाहिँ सबैको लागि खोलिदिएको हो है। र यहाँ चाहिँ हामी जाने बित्तिकै मलाई चाहिँ साह्रै मन पर्यो, किनभने यहाँ सबैभन्दा राम्रो भ्यू चाहिँ के छ भने नि यहाँ ब्रह्मपुत्रको किनारा हो कि ब्रह्मपुत्र एकदम नदी पुरा छर्लङ्गै देखिन्छ। र सबैभन्दा मनोरञ्जन र सबैभन्दा मन दिल खुस हुने चाहिँ त्यही कुरा है। हेर्नुहोस् न नदी कस्तो राम्रो देखिरहेको छ र मलाई चाहिँ एकदमै मन पर्यो। कहिलेदेखि हामी चाहिँ जाम भनेर सोचिरहेका र मेरो दिदी पनि आएकी, ऊ पनि बहुत दिनबाट यहाँ काहीँ घुम्न पाएकी थिएन र भनिरहेकी थिएँ र उसलाई पनि मैले लिएर गएँ कि होइन। नानीहरू चाहिँ मैले लिएर गइनँ है साथी हो, किनकि मेरो एउटा सानो नानीलाई अलिकति प्रब्लमै चलिरहेको छ पहिलेबाट र म पनि जान्न भने उसलाई गाडीमा फेरि सफोकेसन हुन्छ र भमिटिङ हुन्छ र म पनि होस् रेस्ट गरोस् पछि लान्छु भनेर उसलाई चाहिँ मैले लिएर गइनँ र दुइटै नानीलाई छोडेर चाहिँ गएको। र म चाहिँ हेर्नु नानी नभए पनि आफू चाहिँ नानीकै जस्तै हरकत गरिरहेको। यहाँ चाहिँ हेर्नु न, यहाँ नानीहरूलाई खेल्नको लागि पनि मनोरञ्जनको लागि पनि बहुत सारा खेल्ने इन्स्ट्रुमेन्टहरू राखेको छ कि यहाँनिर। अरू सानसाना नानीहरूले यहाँ खेलिरहेका इन्जोय गरिरहेको देखेर चाहिँ म चाहिँ आफ्नो नानीहरूलाई मिस गरिरहेको र मैले नै हेर्न खेलिरहेको बच्चा जत्तिकै। म चाहिँ जहाँ पनि गएँ भने जे नयाँ चिज देखेँ भने पनि हात चाहिँ लगाउनै पर्ने। मेरो चाहिँ यो बहुत माने कस्तो खालको बानी छ हेर्नु न। मलाई चाहिँ एकदमै खुसी लागेको अब यो सब देखेर चाहिँ कति मन परेको, किनकि म पहिली बारै यहाँ गएको। किनभने पहिला जाने भन्दै हामी गएका थिएनौँ। कति टाढा टाढाबाट मान्छेहरू गाडी भाडा गरेर आइसके, हेरेर गइसके, दुनियाँले भिडियो हालिसके, अपलोड गरिसके र म चाहिँ यति नजिक भएर गुवाहाटीमै बसेर पनि नगएँ। अब यहाँ हेर्नु न ब्रह्मपुत्र नदी हेर्दै कस्तो राम्रो बोटमा नाउमा हेर्न मान्छे यहाँ गइरहेका, त्यो चाहिँ देखेर चाहिँ मैले एकदम चाहिँ उठाइहालेको नि त भिडियोमा त कति राम्रो लाग्यो होइन। र यहाँ हेर्नु मान्छे कति भिड, यो चाहिँ छुट्टीको दिन होइन र पनि कति भिड भएको हेर्नु। हामी चाहिँ छुट्टीको दिन भिड हुन भन्न गएका र मान्छे चाहिँ फेरि जहाँ पनि पार्कमा नानीहरू लिएर मान्छे त्यत्तिकै जान्छन्। अब किन पो नजाउनु होइन, कहाँ जानु र, यो सब चिजै हेर्न राम्रो लाग्छ, नानीहरूलाई पनि मनपर्छ। अब सिटीमा बसेपछि कहाँ चाहिँ जानु र होइन, टाढा जानु भएन र टाढा जाने पनि त एउटा समय हुनु पऱ्यो, पुरा सम्पूर्ण समय निकालेर जानु पऱ्यो र नजिक चाहिँ अब यो सब त हेर्नै पऱ्यो होइन। नानीहरू खुस हुन्छन् र आफूलाई पनि राम्रो लाग्छ, खुसी लाग्छ। र यहाँ चाहिँ हामी यहाँ हेर्नुहोस् न, मेरो हस्बेन्ड चाहिँ यहाँ बसेर एकदम चाहिँ बाई गइराख्नु भएको। यहाँ फोटो खिच्नको लागि बसिराख्नु एकदम पोजिसनमा म चाहिँ भिडियो बनाउँदै थिएँ। र बहुत टाइम तक हिँड्नुपर्छ, यहाँ चाहिँ बहुत लामो लाइन छ, बहुत लामो एरिया छ। र हजुरहरू पनि यहाँ घुम्न आउनुभयो भने चाहिँ यो पार्कमा आउनुभयो भने चाहिँ एकदमै समय लिएर आउनुहोस् होला। यहाँबाट वहाँसम्म थोरै लामो छैन, घुम्दा हैरानै परिन्छ र राम्रो पनि लाग्छ। मनोरञ्जन जग्गा हो यो, यति राम्रो लाग्छ नि, मन खुस हुन्छ। चारैतिर फ्लावर्स, चारैतिर फुल, रातो रातो फुलहरू, गार्डनहरू देखेर, नानीहरूको खिलौनाहरू देखेर खेल्ने चिज, टाइम पासको चाहिँ एकदमै राम्रो। यहाँ चाहिँ एकजनाले सुटिङ गरिराखि